हेलो साथीहरू नमस्ते। म धनगढीमा छु हैन, आजकल माइती घरमा आएको छु नि त। अनि त्यसैले आज हामी झोल चाउमिन खान जाऊँ भनेर के अनि गयौँ। त्यसपछि यसो भिडियो पनि बनाउँ त के छ र भनेको। अनि यत्रो दिन भइसक्यो केही बनाएको पनि थिएन, केही हालौँ भनेको हाले पनि थिएन। यस्तो गर्मी म त छ्या बस्न पनि सक्दिनँ है, लास्टै गर्मी छ क्या यहाँ। तर खोइ यहाँ त गर्मी छैन भन्छ नि, मलाई त लास्ट गर्मी लाग्छ। अनि पानी परे बेला चाहिँ ठिकै लाग्छ, नभए चाहिँ यस्तो गर्मी छ क्या। एकछिन यसो बत्ती गयो भने त बस्नै सकिँदैन नि त। अनि बेलुका भइसकेको थियो, छोरीलाई पनि लिउँ अनि एकछिन यसो बाहिर फ्रेस भएर आउँ भनेर गयौँ। त्यो राम्रो लागेर बनाउँ त भने कपाल पनि कोरेको थिएन, मुखमा लिपस्टिक पनि लाएन भन्दैछु। केही छैन भने त्यस चिज खाने नि। उनीहरू नाचेर हिँड्दैछन्, भाउजू र पनि अनि बेबी। अनि त्यसपछि गयौँ साथीहरू, यसो झोल चाउमिन खाएर आउनु पऱ्यो भनेर होइन। तर धनगढी आएर झोल चाउमिन नखाएर त मेरो त चित्त पनि बुझ्दैन। कति दिनको बसाइ हुन्छ, त्यति दिन अनुसार झोल चाउमिन खानु पर्ला डेली भनेर गइहाल्यौँ। अनि त्यसपछि झोल चाउमिन खान लाग्यो, राम्रो लाग्यो कि त्यहाँ चाहिँ बस्ने होइन, बस्नलाई पनि पछाडि के टक्क पारेर राम्रो रहेछ। जस पछाडि चुरोट खाने मान्छे बसिरहेको रहेछन्। अनि हामी एकछिन बस्यौँ, अनि तिनीहरूले हामीलाई छोडिदियो अनि हामी बस्यौँ त्यहाँ। अनि यसो रेकर्ड गऱ्यौँ। अनि त्यहाँबाट आयौँ है, रेकर्ड गऱ्यौँ। अनि अब झोल चाउमिनको पनि रेकर्ड गर्नु पर्यो नि त भनेर चाहिँ त्यसपछि न हिँड्दै मेरो बेबी त फेरि यस्तो डेन्जर छ कि आमा के भन्दा अनि त्यहाँ हर्स देखिरहेको थियो कि म त हर्समा म बस्दिनँ, यसले मलाई लात्ती हान्छ अरे। अनि त्यसपछि हामीले चाउमिन खाइरहेको थियौँ, चाउमिनको बाहिर यस्तो ब्याकग्राउन्ड थियो, ठ्याक्कै फोटोसोटो खिच्यौँ। अनि त्यसपछि एक थोरै भिडियो यसको पनि क्लिप गरौँ न त। अनि यसरी यस्तो जङ्गलको बिचमा बसेर हामीले ठ्याक्कै चाउमिन खायौँ कि यस्तो जङ्गल हुन्छ। अनि चाउमिन पनि आयो, झोल चाउमिन अब खिचौँ न त। अनि हामी दुइटाले चाहिँ झोल चाउमिन मगाएको थियो। अनि बुनेले चाहिँ म खान्छु भनेर उसले चाहिँ मगाएको थिएँ। तर बेबीलाई चाहिँ त्यत्तिकै राख्यो, किनकि बेबीले खाँदैन चाउ यस्ता खाँदैन उसले, त्यत्तिकै उसलाई राखेर त्यो उसले मुखमा हाल्दा पनि हाल्दैन एउटा नि। अनि त्यसपछि राति भइसकेको थियो, एकछिन तरकारी लिन पऱ्यो भने तरकारी बजार गयौँ। त्यसपछि त्यहाँबाट फर्क्यौँ, यस्तो राति भइसकेको चाहिँ यसो आकाशको पनि फोटो खिचाउँ त अनि खिचिहाल्यौँ। ल है साथीहरू, लाइक कमेन्ट और सब्सक्राइब करना परेगा न। ठिक छ साथीहरू, धनगढीको कति दिन बसाइ हुन्छ, त्यसपछि म भिडियो पोस्ट गर्दै गरौँला। तपाईँहरू लाइक कमेन्ट गर्दै गर्नुहोस्। अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोस्। मेरो युट्युब च्यानलमा सारा विष्ट मेरो बेबीको फोटो छ। सबैले के अरे सब्सक्राइब गर्न नभुल्नु होला। म नयाँ भिडियो बनाउँदै गरौँला। म अब हेरौँ कहाँसम्म पुगाइ हुन्छ। मेरो पहाड गयो भने पहाडसँगको भिडियो पनि हालौँला। ओके बाई बाई, सी यू सन। कति लाम्बा ल।